सिरानी पनि चप्पलको भयो त साथीहरू किनभने यहाँ त चप्पलको नि सिरानी हुन्छ किनभने यो ठाउँमा चाहिँ यो गार्डनमा आज त हामी धेरै साथीहरूसम्म धेरै देखाउँछौँ है गार्डनमा आउनुको कारण चाहिँ त्यहाँ देखाउँछु है साथी चाहिँ पछाडि बस्छ आज के छ ब्रो ठिक छ ल ठिक छ भने पछाडि हेर्दै गर है पछाडिको पनि कन्ट्याक्ट गर्दै गर किनभने हामी चाहिँ यहाँ छँदैछौँ त्यहाँ देखाउँछु तपाईँलाई अब यो मोबाइलको आज क्यामेराको लेन्सले काम गरेर होइन जुम हुँदैन देखाउँथेँ त्यहाँ हेर्नुहोस् पछाडि हेर्नुहोस् अब साथीहरू त्यहाँ पनि बसिरहेको भाइहरू यहाँ चाहिँ कस्तो छ के छ भनेर साथीहरू एकदम बेस्ट यो ठाउँमा मुम्बईमा आयो भने यहाँ त फ्रीली चल्छ त यार नो प्रब्लम यहाँ त चल्दो रहेछ त आफूलाई थाहा हुँदैन रहेछ तर कन्ट्रोल गर्न नसक्ने नआउँदा नि हुन्छ भने साँच्चै भने यो ठाउँमा त एकदम रमाइलो भइरहेको नि त हामी अहिले घुमिरहेको त्यो भएर साथीहरू यो ठाउँमा आउनुभन्दा तपाईँहरू नआउनुहोस् क्या नआउनुहोस् तपाईँले सक्दैनौँ तपाईँले सक्नुहुन्न तपाईँले आफैले आफूलाई कन्ट्रोल गर्न सक्नुहुन्न भने यो ठाउँमा नआउनुहोस् होला चाहिँ किनभने हामी चाहिँ यस्तो ठाउँमा आएको नि आज के गर्ने गार्डन त गार्डनै हो सबै चाहिँ रमाइलो छ यो ठाउँमा चाहिँ एकदम रमाइलो छ साथीहरू भने त्यहाँ बसेर खान तर के गर्ने साथीहरू आफूको यो सिङ्गल केटाहरूसँग घुम्न ल्याइएको थियो के हार्ने हो त एक्लै बसेर सकिँदैन हो साथीहरू सकिँदैन त्यो भएर यो ठाउँमा आउनुभन्दा नआउनै बेस ए आमा हो यहाँ त यो कुरा नि सिम्पल नै हुँदो रहेछ त साथीहरू के हार्ने हो र यो कुरा त यहाँ त यिनीहरूको बाबुआमाले नि सिम्पल नै ठान्छन् कि क्या हो आमा हुन त पढाइ लेखाइमा पनि यिनीहरू अब्बल नै हुन्छन् धेरै त्यो भएर नि होला है अब हामी त हिँड्दै साथीहरू यहाँ अनकन्ट्रोल आफूले आफूलाई सेभ गर्न सक्दैनौँ नि त त्यो भएर हामी हिँडिरहेछौँ अब यो रमाइलो तरिकाले उतै साथीहरू सुतिरहन् हामी चाहिँ यहाँ हिँडिरहेको नि त कस्तो लाग्यो आजको गार्डन हो आजको गार्डन यो गार्डन कस्तो हुन्छ भने स्पेसल गार्डन हो त्यो भएर साथीहरू आफैले कन्ट्रोल सेभ गर्ने भए मात्रै आउने कि होइन भने यहाँ सकिँदैन नि त हेर्नुहोस् त्यहाँ सुतिर खान तर आफैले आफूलाई कन्ट्रोल गर्नुपर्छ किनभने यस्तो ठाउँमा नआउने हो भाइलाई र आफूलाई ल्याएर आउँदा यहाँ अलि अनसेफ हुन्छ नि त आई डोन्ट लाइक दिस गार्डन तर घुम्न आउँदाखेरि चाहिँ रमाइलो लाग्यो साथीहरू किनभने भाइ तिमी पछाडि आउँदैछौ नि त त्यस्तो झ्याप भइसक्यो त्यो यो दाइ हल्का झ्याप भइरहेको छ है त्यो भएर साथीहरू गार्डन चाहिँ ट्रिङ्कल गार्डन छ तर बट के हुन्छ भने यहाँ चाहिँ कपल्सको लागि बेस्ट मात्रै गार्डन बट सिंगल बोय रमाइलो नट इन्ट्रेस्ट भएकोले मात्रै आउनुपर्छ किनभने आफूले आजको ब्लग यति नै सेफली हुन्छ है त